रुल्स भन्न चाहन्छु, सबैले कान खोलेर सुन्नु होला। हाम्रो कान खुल्लै छ म्याम, कान थुनेर कसले सुन्छ र? पहिलो कुरा म म्याम हैन म मिस हो। मान्छे चिनेर बोल। मेरो बिहे भएको छ र मलाई म्याम भनेको। हामीलाई के थाहा त मिस तपाईको बिहे भएको छ कि छैन? हामी न त तपाईको घरपट्टिको न त माउलीपट्टिको। मान्छे हेरेर थाहा हुँदैन। बिहे गरेको भए मैले सिन्दुर लाउँदिन थिए। अच्छा, सबै बिहे गरेको छोरी मान्छेले सिन्दुर कहाँ लाउँछ त मिस? तपाई क्रिस्चियन पनि त हुन सक्छ नि। लु भयो, तिमीहरूलाई जे भन्नु मन छ त्यही भन। म्याम भनि नि भन, मिस भनि नि भन, तर मलाई चाहिँ रुल्स भन्न देऊ सुरुमा। भन्नु न त मिस, हामीले तपाईको मुख टाल्देको छ र? पहिलो रुल, कसैले चिट चोर्नु पाउँदैन। चिट लिएको छ भने अहिले नै दिहाल। भरे चिट चोरेको देखे भने म त्यसको कपी खोजिदिन्छु। हामीसँग चिट छैन क्या मिस, ढुक्क हुनुस्। हामीले चिट चोर्न छोडेको त 20 वर्ष भइसक्यो। ओइ के भनेको तैले? हामी जन्मेकै 15-16 वर्ष हुँदैछ अनि 20 वर्ष अगाडि चाहिँ कसरी चिट चोर्यौं हामीले? कैसा लगा मेरा मजाक? ल अब अर्को रुल सुन। एक्जाम सुरु भएपछि कसैले कसैको सार्नु पाउँदैन। आफूलाई जति आउँछ त्यति लेख्ने, नत्र म कपी खोजिदिनुहुन्छ? थाहा छ के मिस, एउटै कुरा बारम्बार नभन्नु न।